सबैजनालाई वेलकम छ हाम्रो च्यानलमा। आज चाहिँ हामी गुफा पोखरीतिर जाँदैछौँ ग्रुपिङमा। म सुस्तिका, हेलो भनिदेऊ न, अशोक दाई, सुषमा दिदी अनि सोनम दाई अनि पुस्तिका दिदी। अब चाहिँ हामी यहाँ सोनम दाईकोमा छौँ। अब चाहिँ हामी माथि पेट्रोल पम्पमा पेट्रोल हालेर सिधै जाने हो। खाजासाजा खाइसकेको, सिधै बसन्तपुरमा खाना। हामी चाहिँ यहाँ अहिले पेट्रोल पम्पमा छौँ। आशिष चाहिँ हामी 8 बजीदेखि पर्खेर रिसाएर बसिरहेको छ। यहाँ हाम्रो प्यारी दिदी मम्दा ला जे पाइ त्यही उही भ्लगरले उही लजाउनु अरे। हामी चाहिँ अब यहाँ पेट्रोल पम्पबाट हिँडेको। अनि हामी खाना त कहाँ खाने हो? बसन्तपुरमा डाइरेक्ट हामी खाना खान्छौँ। खाजा चाहिँ घरबाटै खाएको। अब यहाँबाट हामी हिँडेको। हामी चाहिँ कोसी आइपुग्यौँ। कोसी होइन, कम्बर कोसी। अनि बहुत गर्मी है भाइ साहब। हामी चाहिँ धनकुटा माथि आइपुगेको छौँ। यहाँ देख्नुहुन्छ गाडीहरू यस्तो भिड छ यहाँनिर। अहिले दसैँ तिहारले गर्दाखेरि तिहार गर्दा बादल कस्तो राम्रो लागिरहेछ, कस्तो हेभेन हर्सिरहेछ यहाँबाट। पिक्चरमा चाहिँ त यहाँ क्यामेरामा मलाई देखेको छ तर रियलमा चाहिँ ओभर बबल देखिरहेछ। लोकल चटपटे खाना मिठो छ है। हामी चाहिँ खाना गइसक्यौँ। अब चाहिँ हामी हिँडेको। अब चाहिँ हामी सिधै गुफा पोखरी जानेछौँ, यताउति काहीँ नछिरिकन। किनकि अब कति बज्यो? 2:30 भइसक्यो। बेलुका भएपछि गएको हुन्छ नि त। जाडो पनि पर्दैछ। यहाँ चाहिँ बहुत जाडो रहेछ। हामी चाहिँ तिनचुरे पनि आइपुगिसकेको छौँ। मेरो स्टार्टिङ पोइन्ट हो। वैशाखतिर मात्रै फुल्छ। लाली कतिवटाको फुल्छ यहाँ? लाली गुराँस छ अरे। धेरैवटा कलरको पाइन्छ यहाँ चाहिँ। यहाँदेखि चाहिँ अब हाम्रो स्ट्रगल सुरु भयो। किनकि तिनचुरेदेखि चाहिँ पुरै अफरोड छ है। माथि चाहिँ गुफा पोखरीको बाटो लास्टै झुड छ भनेर भन्नुहुँदै थियो यहाँको मान्छेहरूले। सनम बिचक भयो है। सुकाउने मिल्छ टेक्निक। झन्डा तिम्रो दुईटा छ न, यो यही लुगामा कसरी जान्छ आउँछ? पातलो चाहिँ भिजेको भन्दै क्या, यो बाक्लो चाहिँ भिजेको। अब चाहिँ हामी यहाँ बसेको थियौँ मोत लागेर। उताबाटको घाम आउँदैछ अलिअलि। अब हामी यिनीहरूको फोटोसोटो खिच्यौँ। यो सुषमा दिदी कुद्दै हुनुहुन्छ, ममता दिदी, अशोक दाई, कालो आशिष दाई अनि ऊ पर छ बाइकहरू चाहिँ सोनम दाईहरू चाहिँ जाँदै हुन्छ। घाम लाग्लो हाम्रो। तर कस्तो राम्रो रहेछ नि। दामी दामी। हाम्रो सुषमा दिदीको नि युट्युब च्यानल छ है। के पो दिदी राम्रो छ दिदी। कस्तो गोरी पो देखिरहेछ त। लिपस्टिक उडेर यहाँ सबै बिजो भइरहेछ के। आफ्नो असली अवतारमा आइरहेछु। क्यामेरा अलिकति भएन नतर्सिनु होला। नेचुरल ब्युटी। अब भाइहरूले हामीलाई लानु सकेन। हामी हिँड्दै जाँदैछौँ। यति राम्रो ठाउँ छ तर है। जोस् मौसम चाहिँ दिदी लभली छ होइन। पानी परेर फुलेर यस्तो राम्रो भएको छ। मौसम चाहिँ यति राम्रो छ है। फर्स्ट टाइम हाम्रो चाहिँ साह्रो रमाइलो लागिरहेको छ। कट्टुमा हिँड्यो भने घरको सुरुवाल रमाइलो आइरहेछ। जोस् पछि मेमोरी चाहिँ हुन्छ। लभली मौसम। अब यहाँदेखि चाहिँ हामी गाडीमा जान्छौँ। किनकि यहाँनिर चाहिँ यस्तो ढुङ्गाहरू छ नि, यस्तो गाह्रो हुन्छ गाडी। हामी चाहिँ लड्दै पढ्दै यहाँसम्म आयौँ। अफ रोड यस्तो डेन्जर छ नि जिन्दगीमा।
लास्ट गाह्रो चाहिँ हुँदो रहेछ हामीले चाहिँ अब लगभग पुग्न आँट्यौँ अनि यस्तो यहाँबाट चाहिँ यस्तो देखिरहेछ रात परो हामी त्यही पनि पुगेको छैनौँ अब 2 किलोमिटर छ भन्दै थियो अब कति टाइम लाग्छ हो यो अफ रोडले गर्दा मेन गरी चाहिँ हामीलाई अफ रोडले भर रुवायो मजा नै आयो अब चाहिँ त्यो थर्काएर जिउ थर्केर जिउ दुखिसकेको छ कुदाउने मान्छेलाई पनि गाह्रो भइरहेछ अगाडि सुषमा दिदी र अशोक पछाडि चाहिँ सनम र ममता पुस्तिका दिदी हुनुहुन्छ यस फाइनली आइपुग्यो 6:30 आइपुग्यो अनि सुत्ने अनि भोलि घुम्ने हाम्रो आजको स्टे चाहिँ यहाँ चाहिँ होमस्टे कहिले यति लामो त राइड गरिएको थिएन होला हौ बरु काठमाडौँ पुगिसकिन्थ्यो रोशनले पनि त्यही भन्दै थिए यो त ओभर देर हुन्छ यार तर सिधा हुन्छ हामी चाहिँ रुम जाँदैछौँ ल गो 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 ममता दिदी गो यसरी 1300 चढ्ने हो क्या चाहिँ यसरी बाङ्गो बाङ्गो हिँड्ने हो क्या यो चाहिँ गर्ल्सको रुम यो चाहिँ बोइजको रुम साडी छ हामी चाहिँ खाना खानुलाई आइसक्यौँ तल पानी पास गरिदिनु प्लिज ल कस्तो के गरेको ल गाइज आज चाहिँ हामीले भेज नै खाना चाहिँ के हो बम बमै के पो भन्छ यसलाई उनी होला हौ याक नै होला हौ अगाडिको पंक्स पनि छ हेर न पंक्स अरे ए चाम्रो रहेछ यो चोरीका के हो याकको सिङ हो पूजा गरेर राख्नु भएको होला है त्यतिकै सोको लागि ए सोको लागि मात्रै हो कसैले त पूजा नि गर्छ नि त चोरी तपाईँहरूको नि छ होला है चोरी गाई कता छ गोठ चाहिँ लेकमा यो पनि लेक नै पर्छ होला हस् हुन्छ धन्यवाद बिबी नगरिदिउ न हौ के हुँदैन म कसले देखाउँछु र योसँग भाइ पलाउँदैछ त अब चाहिँ सुत्न लागेको दिदीहरू चाहिँ सुतिसक्नुभयो म चाहिँ गेम खेलेर आएको त्यही भएर अब जब सुत्न आँटेको बाई बाई गुड नाइट